नमस्कार साथीहरू, आजको भिडियोमा चाहिँ म तपाईहरुलाई आफ्नै मोबाइलबाट युट्युब च्यानल कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। यदि तपाईहरु पनि प्रपर तरिकाले चाहिँ एकदमै प्रोफेसनल राम्रो युट्युब च्यानल मोबाइलदेखि नै बनाउन चाहनुहुन्छ भने चाहिँ आजको भिडियोमा म सुरुदेखि अन्तिमसम्म स्टेप बाइ स्टेप एकदमै राम्रो तरिकाले सिकाउने छु। सो यदि तपाईहरु पनि बनाउन चाहनुहुन्छ भने चाहिँ यो भिडियोलाई स्किप नगरी हेर्नु होला है त। र म तपाईहरुलाई अर्को कुरा के भन्न चाहन्छु भने यो च्यानलमा चाहिँ युट्युब सम्बन्धी मात्र भिडियो आउने गर्छ र टिकटक फेसबुक सम्बन्धी पनि आउँछ। तर कसरी च्यानल बनाउने हैन, कसरी पैसा कमाउने हैन, कसरी भिडियो बनाउने, कसरी भ्युज बढाउने, यस्तो सम्बन्धी मात्रै भिडियोहरू मैले यो च्यानलमा चाहिँ ल्याउने गर्छु। त्यसैले गर्दाखेरि यदि तपाईहरु पनि कन्टेन्ट क्रिएटरको रूपमा अगाडि बढ्न चाहनुहुन्छ भने चाहिँ तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि यो च्यानललाई सब्स्क्राइब गरेर यो च्यानलमा जोडिन सक्नुहुन्छ। सो ढिला नगरी आजको भिडियो सुरु गरौँ युट्युब च्यानल कसरी बनाउने। साइडमा तपाईले मेरो मोबाइल स्क्रिन देख्दै हुनुहुन्छ। यहाँनिर म के गर्छु भन्दाखेरि युट्युब ओपन गर्छु। जस्ट तपाईले आफ्नो युट्युब एपलाई ओपन गर्नु होला। सो युट्युब त तपाईले ओपन गरेर हेर्दै हुनुहुन्छ होला पक्कै पनि हैन। अनि युट्युबमा तपाईले आफ्नो गुगल एकाउन्ट पनि साइन इन गर्नुभएको होला पक्कै पनि। जस्तै तपाईले यो साइडमा यु भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईको चाहिँ गुगल एकाउन्ट देख्न सक्नुहुन्छ है। यो गुगल एकाउन्टसँग चाहिँ हाम्रो युट्युब के हुन्छ भन्दाखेरि जोडिएको हुन्छ, साइन इन भएको हुन्छ। सो यदि तपाईको यहाँनिर गुगल एकाउन्ट साइन इन भएको छैन भने चाहिँ यहाँनिर के देखाउँछ भन्दाखेरि है, यहाँनिर यो प्रोफाइल आइकन छ नि, यो जुन यु भएको यो आइकनमा तपाईले चाहिँ क्लिक गर्नु भएपछि यहाँ साइन इन भनेर देखाउँछ। सो साइन इन विथ गुगल भनेर देखाउँछ हैन। सो यहाँनिर तपाईले साइन इनमा क्लिक गरेर चाहिँ आफ्नो गुगल एकाउन्टलाई साइन इन गर्न सक्नुहुन्छ। यदि साइन इन भएको छैन भने प्राय सबैको मोबाइलमा गुगल एकाउन्ट चाहिँ साइन इन भएको हुन्छ है। सो यदि साइन इन भएको छैन भने चाहिँ तपाईले के गर्नु होला भन्दाखेरि आफ्नो गुगल एकाउन्ट साइन इन गर्नु होला। र गुगल एकाउन्ट छैन भने तपाईले पहिला गुगल एकाउन्ट बनाउनु होला, त्यसपछि तपाईले यहाँ युट्युबमा साइन इन गर्नु होला। सो साइन इन गरिसकेपछि चाहिँ यहाँनिर तपाईले यो प्रोफाइल आइकनमा थिचेपछि यस्तो देख्न सक्नुहुन्छ है। त्यसपछि यहाँनिर क्रिएट च्यानल भन्ने अप्सन छ। सो यसमा जस्ट क्लिक गरिदिनु भयो भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईको च्यानल क्रिएट भइहाल्छ। यहाँनिर हामीले जस्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हाउ यु विल अपियर भनेको छ। सो यसमा चाहिँ तपाईले पिक्चर भनेको छ, यो पिक्चरबाट के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँबाट फोटो लाउन सक्नुहुन्छ, लोगो अथवा केही तपाईको प्रोफाइल फोटो चाहिँ लाउन सक्नुहुन्छ यहाँबाट। सो यसलाई मैले अहिले लाउन चाहिनँ। अब यहाँ नेम भनेको छ। सो यो नेममा चाहिँ तपाईले तपाईको गुगलको नेम बसिराखेको छ यहाँ हैन। सो यहाँनिर यो पेन्सिल जस्तो आइकन छ यतापट्टि है, यसमा क्लिक गरेर चाहिँ तपाईले नेम चेन्ज गर्न सक्नुहुन्छ, च्यानलको नेम है त। सो अब तपाईले यो आफ्नो नाम गुगलको यहाँ बसेको छ त्यही नै नाम राख्न चाहनुहुन्छ भने तपाईले जस्ट यसलाई सेभ गर्न सक्नुहुन्छ। तर यहाँबाट अर्कै च्यानलको नाम राख्न चाहनुहुन्छ भने चाहिँ तपाईले यहाँनिर यसलाई चेन्ज गर्नु होला। सो यसलाई मैले चेन्ज गरिनँ, मैले जस्ट यसलाई सेभ गरिदिएँ है। यसरी सेभ गरिदिसकेपछि यहाँ तल च्यानल ह्यान्डल भन्ने अप्सन छ। यो ह्यान्डलमा चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो हिसाबको ह्यान्डल पनि राख्न सक्नुहुन्छ। तर यो च्यानलको नाम जे छ त्यही नै यहाँ तल तपाईले ह्यान्डल राख्नुभयो भने चाहिँ राम्रो हुन्छ है। सो ह्यान्डल, सो यहाँ माथि नेम चेन्ज गर्नुभयो भने अभियसली तल च्यानल ह्यान्डल पनि तपाईले चेन्ज गर्नुपर्छ त्यही नेम अनुसारको है। यहाँ चाहिँ मेरो अब माथिको नेम र यो ह्यान्डल एउटै भएको कारणले मैले यसलाई पनि चेन्ज गरिनँ। चेन्ज गर्न चाहनुहुन्छ भने जस्ट यो पेन्सिल जस्तो आइकनमा क्लिक गर्ने, चेन्ज गर्ने है। सो यति गरिसकेपछि तपाईले चाहिँ यहाँ क्रिएट च्यानल भन्ने अप्सन देख्न सक्नुहुन्छ। सो यो क्रिएट च्यानलमा यसरी क्लिक गर्ने बित्तिकै तपाईको च्यानल के हुन्छ भन्दाखेरि क्रिएट भइहाल्छ। सो यहाँ देख्न सक्नुहुन्छ तपाईको च्यानल क्रिएट भइसक्यो है त। सो यहाँनिर फेरि अब हामीले यो प्रोफाइल आइकनमा क्लिक गर्ने हैन। अनि यहाँ अघि चाहिँ हाम्रो क्रिएट च्यानल भन्ने अप्सन थियो भने अहिले चाहिँ यहाँनिर भ्यू च्यानल भन्ने अप्सन छ। सो यो भ्यू च्यानलमा हामीले क्लिक गर्ने। भ्यू च्यानलमा क्लिक गरिसकेपछि अहिले चाहिँ हाम्रो के छ भन्दाखेरि यो च्यानल खाली छ है। अब हामीले हाम्रो च्यानललाई चाहिँ कस्टमाइज गर्नुपर्ने हुन्छ। कस्टमाइज गर्नको लागि चाहिँ अब हामीले यो जस्ट पेन्सिल जस्तो आइकन छ यो साइडमा, यसमा हामीले क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईले चाहिँ फोटो हाल्न सक्नुहुन्छ हैन। यो अघि पनि अप्सन थियो, अब तपाईले यहाँबाट पनि गर्न सक्नुहुन्छ। अनि यहाँबाट ब्यानर हाल्न सक्नुहुन्छ, यो चाहिँ कभर हो तपाईको च्यानलको कभर है, यहाँबाट लाउन सक्नुहुन्छ। सो मैले अहिले यो लाउन चाहिनँ। त्यसपछि भनेको यहाँ नेम त अब तपाईको अलरेडी नै छ, ह्यान्डल पनि अलरेडी नै छ। अनि त्यसपछि भनेको यहाँनिर तपाईले यो च्यानल युआरएल भइहाल्यो, डिस्क्रिप्सन तपाईले यहाँ राख्नुपर्ने हुन्छ। यहाँनिर अहिले मैले उदाहरणको लागि हैन, वेलकम टु माई युट्युब च्यानल भनेर राखिदिएँ हैन। तपाईले यति मात्रै लेखेर चाहिँ काफी छैन, तपाईले कस्तो भिडियो बनाउनुहुन्छ हैन, एकदमै राम्रो डिस्क्रिप्सन चाहिँ तपाईले यहाँ लामो डिस्क्रिप्सन चाहिँ लेखेर राख्नुपर्ने हुन्छ है। सो यति लेखिसकेपछि मैले जस्ट के गरेँ भन्दाखेरि यतामाथि सेभ अप्सनमा क्लिक गरिदिएँ। सो सेभ अप्सनमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यो सेभ भइसकेको छ।
यो प्रोफाइल फोटो र तपाईँले चाहिँ यहाँ ब्यानर हाल्नुभयो भने तपाईँको च्यानल राम्रो देखि नै हाल्छ है। सो यहाँनिर देख्न सक्नुहुन्छ मैले चाहिँ प्रोफाइल फोटो र यो ब्यानर पनि अपलोड गरिसकेको छु। यो ब्यानर चाहिँ मैले जस्ट एउटा नर्मल सादा प्लेन ब्याकग्राउन्ड अपलोड गरेको छु। तपाईँहरूले बनाएर अपलोड गर्न सक्नुहुन्छ होइन। अब जस्ट हामीले ब्याक गरौँ। ब्याक गरिसकेपछि चाहिँ हाम्रो च्यानल अलिकति देख्न सक्नुहुन्छ राम्रो भइसक्यो होइन त। सो अब यहाँनिर हामीले भिडियो अपलोड गरिसकेपछि अझै हाम्रो च्यानल चाहिँ के हुन्छ भन्दाखेरि एकदमै राम्रो देखिन्छ। सो अब यहाँनिर तपाईँले भिडियो नहालिन्जेलसम्म चाहिँ कुनै कुराको यहाँ सेक्सन देखाउँदैन, भिडियो सेक्सनहरू देखाउँदैन। त्यसको लागि चाहिँ तपाईँले भिडियो नै अपलोड गर्नुपर्ने हुन्छ। सो भिडियो अपलोड गरिसकेपछि मात्रै यहाँनिर तपाईँको भिडियो, सर्ट्स, लाइभ होइन, पोस्ट भन्ने अप्सनहरू चाहिँ खुल्छ। पहिला चाहिँ हाम्रो भिडियो अपलोडै नगरी खुल्थ्यो, त्यो खालको सेक्सनहरू खुल्थ्यो यहाँनिर होइन, तर अहिले खुल्दैन। सो यहाँनिर तपाईँले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि भिडियो नै अपलोड गर्नुपर्ने हुन्छ है त। सो अब भिडियो अपलोड गर्नुको लागि चाहिँ तपाईँले जस्ट के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँनिर क्रिएट भन्ने अप्सन छ, यो क्रिएटमा क्लिक गरेर यहाँ क्रिएट सर्ट्स, अपलोड भिडियो, गो लाइभ, क्रिएट पोस्ट भन्ने अप्सन छ होइन। सो यहाँबाट तपाईँले के गर्न सक्नुहुन्छ, सर्ट्सहरू, भिडियोहरू अपलोड गर्न सक्नुहुन्छ, लाइभहरू बस्न सक्नुहुन्छ होइन। अब यहाँ नगई तपाईँ डाइरेक्ट जस्तै यसरी ब्याक, यो ब्याक हामी आउँछौँ। यो ब्याक आइसकेपछि जस्ट यहाँ प्लस आइकन छ योनिर सेन्टरमा, यहाँ तल यो प्लस आइकनमा क्लिक गर्ने। प्लस आइकनमा क्लिक गरिसकेपछि चाहिँ यहाँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि डाइरेक्ट यहाँबाट भिडियोहरू, सर्ट्सहरू, लाइभहरू खिचेर जान सक्नुहुन्छ होइन। तर तपाईँले यहाँ एड भन्ने अप्सन छ, यो एडमा क्लिक गरेर चाहिँ तपाईँले यहाँबाट आफ्नो फोनको भिडियोहरूलाई के गर्न सक्नुहुन्छ, सेलेक्ट गरेर अपलोड गर्न सक्नुहुन्छ है त। सो यो भिडियो प्रपरली कसरी अपलोड गर्ने भनेर म नेक्स्ट भिडियो बनाउने नै छु होइन। सो यसरी तपाईँले गर्न सक्नुहुन्छ। यसलाई अहिले म जस्ट काटिदिन्छु होइन। सो ओके, अब तपाईँले यसरी आफ्नै मोबाइलबाट युट्युब च्यानल बनाउन सिक्नुभयो, भिडियो अपलोड पनि कसरी गर्ने भनेर जान्नुभयो। अब प्रपरली भिडियो अपलोड कसरी गर्ने भनेर चाहिँ म नेक्स्ट भिडियो बनाउने छु होइन। सो यसरी चाहिँ तपाईँले साथीहरू मजाले आफ्नै मोबाइलबाट युट्युब च्यानल क्रिएट गर्न सक्नुहुन्छ र तपाईँहरूले भिडियो अपलोड गर्न सक्नुहुन्छ र तपाईँले च्यानल मोनिटाइज गरेर पैसा कमाउन सक्नुहुन्छ। र तपाईँले अब च्यानल मात्रै बनाउने होइन, च्यानल मोनिटाइज कसरी गर्ने सबै प्रोसेसहरू, सबै कुराहरू चाहिँ यो च्यानलमा आउँछ। त्यसैले गर्दाखेरि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई पनि दबाउनु होला, जसले गर्दाखेरि मैले आउने दिनमा अपलोड गर्ने भिडियोहरू सबैभन्दा पहिला तपाईँले नोटिफिकेसन पाउन सक्नुहुन्छ। सो ओके साथीहरू, आजको भिडियोमा यति नै। भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट एन्ड सेयर गर्न नबिर्सनु होला। नेक्स्ट भिडियोमा हामी फेरि पनि भेट्नेछौँ। तबसम्मको लागि गुड बाई।